क्लिनअप आफै गर्नुपर्ने हुन्छ, आफ्नो किचन क्लिन गर्नुपर्ने हुन्छ, त्यसैले आफ्नो रुम क्लिन गर्नुपर्ने हुन्छ। यी सबै काम आफै गर्नु परे पछाडि यो काम गर्नलाई पहिल्यै सिकेर आउने हो। यहाँ आइसके पछाडि अब त्यो कुराहरू नपुरा भयो भने तपाईँहरूलाई भोलिको दिनमा प्रब्लम हुन जान्छ, किनकि यहाँनिर त्यो कुराहरूलाई टलरेट गर्दैनन्। किनकि यहाँ जस्तो हाउस अपार्टमेन्ट लिएर बस्यो भने पनि तपाईँहरूको यहाँनिर कोही पनि कहिले पनि आएर हेर्न सक्छ, चेक गर्न सक्छ, त्यस्तो नियमहरू हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ त्यो कुराहरूमा चाहिँ आफूले एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ र त्यो स्किल सिकेर आएको आफ्नै लागि बेटर हो, किनकि त्यो तपाईँलाई सधैँभरिलाई भयो होइन। तपाईँले सधैँको लागि आफू एउटा इन्डिपेन्डेन्टली कहीँ पनि गएर केही पनि गरेर बस्न सक्ने तपाईँहरूले आफ्नो अवस्था बनाउन सक्नुहुन्छ त्यसैले गर्दाखेरि चाहिँ यो बेसिक्स चिजहरू चाहिँ सिकेर आएको ज्यादा बेटर हो तपाईँहरूको लागि। अनि फिफ्थ नम्बरमा आफ्नो लागि एउटा कन्फिडेन्सलाई प्याक गर्न नबिर्सिनु होला। कन्फिडेन्स एकदमै जरुरी छ होइन। यहाँ आइसके पछाडि तपाईँको चिनेको मान्छे कोही पनि हुँदैन, तपाईँले एकदम